हेलो साथियों, मेरो भिडियो कतिको मन पराइदिनुहुन्छ? धेरैभन्दा धेरै सेयर लाइक गर्नुहोस् भन्ने अनुरोध गर्दछु। नयाँ युट्युब च्यानल खोलिरहेको छु हजुर हो। देश विदेशमा कतिजनाले मेरो भिडियो मन पराइदिनुहुन्छ। यस्तै भिडियो लिएर अरू पनि म आइरहेको हुन्छु। भर्खर खोलेको छु, राम्रो जान्दा पनि जान्दिनँ। धेरैभन्दा धेरै कतिको मन पराइदिनुहुन्छ, सेयर लाइक सब्सक्राइब गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब कतिको मन पराइदिनुहुन्छ हेरिदिनुहोस् भन्ने अनुरोध गर्दछु। धेरै धेरै मन पराइदिनुहोस् हजुर हो। अब युट्युब च्यानल भर्खरै खोलिरहेको हो, धेरै पनि भएको छैन। त्यति म धेरै जान्दा पनि जान्दिनँ। यो युट्युब च्यानलको टिमहरूलाई हार्दिक अनुरोध गर्दछु, मलाई पनि यसो सहायता गर्नुहुन्छ भन्ने अनुरोध गर्दछु। कतिको मन पराइदिनुहुन्छ, धेरै मन पराइदिनुहोस् भन्ने अनुरोध गर्दछु। भर्खर खोलेको हजुर हो। अब यस्तै छ हजुर हो, यस्तै छ जिन्दगी, दुखीको जिन्दगी। अब यस्तै छ हजुर, गरिब भइयो, गरिब भएर जन्मियो। यस्तै छ हजुर हो, यस्तै छ। अब के गर्ने, अहिले संसारमा अब यस्तै छ। भारतमा त्यत्रो प्लेन दुर्घटना भयो, कतिले अब ज्यान गुमाए। मलाई पनि साह्रै नराम्रो लागेर आइरहेछ। अन्त यो संसारमा नेपालमा पनि हुन्छ, विश्वमै हुन्छ, कतिखेर के हुन्छ भनेर ठेगान छैन हजुर हो। अब यस्तै छ हजुर हो। कतिको मेरो च्यानल हेर्नुहुन्छ, धेरैले मन पराइदिनुहुन्छ भन्ने अनुरोध गर्दछु। अब अहिले यस्तै बसिरहेको छु, यताउता यसो हल्काफुल्का काम पनि गरिरहेको छु। अब यस्तै छ हजुर हो। धेरैभन्दा लाइभ सेयर गरिदिनुहोस्। म पनि यसो पछि राम्रो भिडियोहरू हाल्न सक्छु कि भन्ने मनमा लागेर आएको छ। अब अहिले यस्तै छ। यसो जाने पनि नजाने पनि यसो भिडियोहरू चाहिँ बनाइरहेको छु। अब यस्तै छ हजुर। सामाजिक सञ्जालले धेरै काम गरेको छ। अब सबैमा हेर्न पाइयो, सबै भिडियो अरूले पनि हेर्न पाइयो, आफूले पनि हेर्न पाइयो। अब त्यही छ। अलिक पैसा पनि कमाउन सकिन्छ, अलिक भाइरल भइयो भने पनि पछि। अब अहिले यस्तै छ हजुर हो। यस्तै धेरै लाइभ सेयर कमेन्ट गरिदिनुहोस्। कमेन्टमा लेख्नुहोस् तल कस्तो लाग्छ, के लाग्छ, तल कमेन्टमा चाहिँ तपाईँलाई लेख्नुहोस् भन्ने अनुरोध गर्दछु हजुर हो। यस्तै छ। मेरो आवाज